Congratulations! यसपालि हाम्रो एभरेस्ट लोड चाहिँ समिट गर्छु भनेर हिमाल गरेर जाने चेलीहरू 3 जना थियो तर 4 जनालाई पछि लोड चाहिँ नभइकन घरतिर लागे हैन तर एभरेस्ट गरे उहाँहरूलाई पनि बधाई छ तर कविताले चाहिँ हरेस नखाइकन भोलिपल्ट बिहान समिट गरेकै गरेर एकदम हामी एभरेस्ट चढिरहेको थियो बिदा हामी त्यो बिना कन्ट्याक्ट पनि समिट चाहिँ पुगेर आएछ त्यसको लागि बधाई छ Twin peak. First of all, thank you so much, David. It's really appreciate again and for supporting. First thing is support journey start complete celebrate and I'm very grateful. It's the Ramno company expedition complete yeah, I think our company is the best there on the mountain because so much facility देखि लिएर केही कुराको पनि कमी हुन दिनु भएन त्यसको लागि एकदम धेरै धन्यवाद छ एलिट फ्यामिलीलाई स्पेशली हजुरलाई पनि यु आर देयर मोटिभेट गर्नलाई मलाई डेड बडी देखेर म सातो खुसी भएँ दाइले चाहिँ के रे त्यो गाउँमा पनि त मान्छेहरू गइरहेको हुन्छ त्यो सबै कुराहरू मैले इन्टरभ्यूमा पनि भनिरहेको थिएँ हजुरको त्यो एउटा त्यो राम्रो उदाहरण पनि थियो त्यसले एकदमै धेरै मोटिभेट पनि भएँ म थ्याङ्क यू सो मच डेभिड दाइ अलवेज हजुर So yeah, त्यही हो I can't wait to पहिला सुरुमा कविता भेट्दाखेरि दाइ म यो गर्छु यस्तो गर्छु भन्थे कन्भिन्स गराउन यति धेरै गाह्रो नै भएको थियो मलाई यो पनि गर्छु त्यो पनि गर्छु अनि पहिला जाउँ न म हेर्दै गर्छु अनि के गर्ने म भन्दै जान्छु अनि पहिलाको सोचाइ र डिफरेन्स त छ नि एकदमै पहिला सोच्नु र गरेर आउनु सबै सक्सेस भएर आउनु आकाश पातालको फरक छ हैन यसो गफ धेरै चाहिँ हान्दो रहेछ दाइ हैन सोचेको इभन मेरो कमेन्टहरुमा पनि आइरहन्छ पैसा होइन हामी पनि चढ्छु यता उता भनेर तर मैले पनि हजुरलाई भनेको थिएँ दाइ म एभरेस्ट गर्छु लोचे गर्छु अरू केही गरिदिउँ फास्ट गरौँ कि रेकर्ड ब्रेक गरौँ म पुरै अब सो कन्सियस अबाउट द्याट भनिरहेको थिएँ दाइलाई त्यो टचर भयो होला दाइ चाहिँ पखन हिमालमा जाउँ न भन्नु भयो त्यहाँ गइसकेपछि क्याम्पटुमै गाह्रो भएको थियो मलाई त्यो सिचुएसन पनि मलाई याद छ सो या तर हजुरले दिनुभएको अवसरले चाहिँ थ्याङ्क यू यसो इलिट कम्पनीले फेरि पनि यसरी नै सपोर्ट गर्यो भने चाहिँ अब 15-20 वर्ष